फाइनली साथीहरू हामीले चाहिँ यो पनि लिइसक्यौँ। यहाँनिर बोर्ड पनि छ है, यहाँ आएर फर्म भर्ने फर्स्टमा। नमस्कार साथीहरू, म प्रभा राई आज फेरि अर्को नयाँ यात्रा र नयाँ अनुभव लिएर उपस्थित भएको छु। आउनुहोस् भिडियोलाई सुरु गरौँ। यसै गरेर साथीहरू हामी चाहिँ भक्तपुर सानोछिमी पुगिसकेको छौँ। यो लाइन पनि हजुरहरूले देखिरहनु भएको छ। हामी पनि यही लाइनमा बसिरहेको छौँ होइन। यति धेरै प्याक हुनुहुँदो रहेछ, मान्छेहरू टाढा टाढाबाट पनि आएर यहाँबाट आफ्नो प्रमाणपत्र लिएर जानुहुन्छ। अनि आज हाम्रो साथीले पनि लामो मेहनत र अध्ययनपछि चाहिँ उहाँको पनि प्रमाणपत्र लिने दिन हो। तर जुन दिन हामीले गयो त्यही दिन हामीले प्रमाणपत्र पाउन सकिन्न, किनभने यहाँनिर हामीले ब्याङ्कमा भाउचर बुझाउनु पर्ने हुन्छ। आफ्नो सबै मार्कसिटहरूदेखि लिएर आफूले कति लिएको अङ्कहरू त्यो सबै हामीले चाहिँ पेस गरिसकेपछि, एउटा फर्म भरिसकेपछि अनि ब्याङ्कमा भाउचर बुझाइसकेपछि बल्ल हामीले 1 हप्तापछि चाहिँ प्रमाणपत्र पाइन्छ। त्यही हो, जेठिए पढ्नेहरू अब यस्तो हुन्छ नि साथीहरू। अब हरेक कुराहरू हुन्छ नि, सिएमए यस्तो उहाँहरूको पनि मेबी यहीँबाट लिनुहुन्छ होला जस्तो लाग्छ होइन। जति पनि अब यो हामीले एक्जामहरू दिन्छ यहीँबाट लिनुपर्ने हुन्छ। अनि यो धेरै ठाउँबाट आउनु भएको छ, हामी पनि यहाँ लाइन बसिरहेछौँ। अनि हामी चाहिँ फर्म भऱ्यौँ अनि यहाँनिर यताउति बुझ्यौँ। त्यसपछि अब हाम्रो त काम हुँदैन यही आजकै दिन, त हामी अर्को हप्तापछि आउनुपर्ने हुन्छ। म त यतातिर छु साथीहरू। आज कहाँ हिँडेको मान्छे कहाँ आइपुग्यो होइन। यहाँ चाहिँ एउटा काम पनि थियो अनि हामी चाहिँ यतातिर आएको। सानो भिडियो पनि लिउँ भनेर भिडियो बनाइराखेको हो साथीहरू। मैले चाहिँ यो चाहिँ भक्तपुरको सानोछिमी भक्तपुरको परीक्षा नियन्त्रण कार्यालय हो यो चाहिँ। यहाँनिर बोर्ड पनि छ है। अनि यो चाहिँ जहाँसुकै जुनसुकै जिल्ला नेपाल अधिराज्यभरिको मान्छे चाहिँ यहाँनिर आएर फर्म भरेर आफ्नो प्रमाणपत्र चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। यो चाहिँ भक्तपुरमा रहेको छ, तपाईँहरू पनि आउनु होला। अनि म चाहिँ त्यही हो साथीहरू। यहाँनिर चाहिँ एउटा मेरो साथीको उसको बहिनीको निकाल्नु थियो अरे। अनि हामी चाहिँ फर्म भरेर पनि हिँडिसकेको, बाहिरको एकदम हल्ला आइरहेछ। त्यही हो, आजको दिन त्यसै नै बित्दैछ भनौँ न। त कहाँ रहेछ हौ फेरि सिटिभिटीको अफिस खोज्दै हिँडेको छैन के हो। अलिकति हिँड्नु पनि कति गाह्रो लागेको हौ। अनि साथीहरू यतातिर आइसकेपछि पनि जुनैसुकै यहाँ चाहिँ विश्वविद्यालय अनुदानको माइग्रेसन अनुदान आयोग रे। जुनसुकै ठाउँमा पनि अब हिँडिसकेपछि चाहिँ केही न केही चाहिँ ज्ञान पाउन सकिन्छ होइन। त्यही हो, अब हामी बाहिर निस्केर हिँडेर पनि के कुरा चाहिँ अब ज्ञान चाहिँ थाहा हुन्छ होइन। त्यही हो, अरूको काम चाहिँ अरूको गरिदिएको हो, तर पनि अब केही सिक्ने मौका पाएँ। यहाँ आएर यसो गर्ने रहेछ त्यसो गर्ने रहेछ भनेर बाहिर काम पनि थियो। अनि त्यही भएर हामी आएको। खोइ यो त हौ बाटै छैन उ त्यहाँ। यसै गरेर साथीहरू यो चाहिँ प्राविधिक शिक्षण कार्यालय हो। यहाँबाट चाहिँ हजुरहरूले जुनसुकै पनि कामहरू सिकेर सिपहरू सिकेर चाहिँ पास गरिसकेपछि यो ठाउँबाट तपाईँहरूले प्रमाणपत्र निकाल्न मिल्छ। यो प्रमाणपत्र निकालिसकेपछि चाहिँ हजुरहरू जुनसुकै देश जाँदा पनि, बाहिर देश जाँदा होस् या नेपालमै बस्दा पनि तपाईँहरूलाई यो प्रमाणपत्र चाहिँ मुख्य हतियार जस्तै भनौँ न, एउटा हतियार जस्तै हुन्छ। यो प्रमाणपत्रले चाहिँ तपाईँहरूलाई राम्रो जबहरू पाउन सक्नुहुन्छ, स्यालेरी राम्रो पाउन सक्नुहुन्छ, किनभने तपाईँले सिप सिकिसक्नु भएको हुन्छ नि त। त्यही भएर हामी चाहिँ यहाँ साथीको भाइको लागि बुझ्दिन गएको थियौँ। अब त्यही हो, अहिले चाहिँ बन्द भइसकेको रहेछ। हामी चाहिँ त्यहाँबाट पुगेर फर्किसक्यौँ। हजुरहरू सम्पूर्ण समक्ष यो भिडियो प्रभावकारी नहोला, तर पनि कसै न कसैको लागि चाहिँ प्रभावकारी होला भन्ने आशा राख्दै मैले चाहिँ यो भिडियोहरू थोरै छोटो बनाएको छु। अनि
मैले पनि कुनै समयमा चाहिँ यो ठाउँमा यो अनुभव बटुलेको थिएँ भनेर सम्झना स्वरूपको लागि पनि हुन्छ भनेर यो भिडियो चाहिँ मैले लिएको छु। सायद यो चाहिँ अहिले बन्द भइसकेको छ, हामीले सोधपुछ गर्न पनि अब बन्द भइसकेको रहेछ। 1 हप्तापछि चाहिँ हामी फेरि यही ठाउँबाट आएर प्रमाणपत्र चाहिँ यहीँबाट लिन्छौँ। हेर्दै गर्नुहोला साथीहरू अन्तिमसम्म। धुवा धुलो के लास्टै धुवा धुलोले कति फोहोरी भएको के उयो साइडमा के धुलो उडेर। हामी चाहिँ वहाँ स्कुटी एउटा कुनामा राखेको, यता आएको बाहिरको नोइज साउन्डहरू आइरहेको छ, माइन्ड नगर्नु होला, त्यही हो। ल त साथीहरू, हामी चाहिँ 1 हप्ता पनि कति चाँडै बितिसकेछ र हामी चाहिँ अफिसभित्र छिरिसक्यौँ। अब हामी चाहिँ सर्टिफिकेट लिन भित्र छिर्दैछौँ। मेरो चाहिँ मोबाइल कभरले गर्दाखेरि हल्का ब्लर पनि आइरहेछ, डोन्ट माइन्ड साथीहरू। अब हामी चाहिँ यहाँबाट सिटिभिटीबाट मान्यता प्राप्त सर्टिफिकेट चाहिँ लिएर अब हामी जान्छौँ। हेर्दै गर्नुहोस् होला। अनि कि साथीहरू, यो भिडियो कहिलेको होला भनेर सोच्दै हुनुहुन्छ होला, किनभने मैले ज्याकेट ल्याएको छु नि। यो चाहिँ अलि अगाडिको भिडियो मैले पोस्ट मात्रै गरेको थिइनँ। हामीले चाहिँ यहाँ इको भ्यालुएसनको फर्म भऱ्यौँ, अनि त्यसपछि फर्म भरेपछि हामीले प्रमाणपत्र पायौँ। अनि हामी चाहिँ घरतिर लाग्छौँ खाजासाजा खाएर। अन्तिमसम्म हेरिदिनु भयो, थ्याङ्क यू सो मच, बाई बाई एभ्रिवान। अनि यस्तै भइरहेछ, सफा रहेछ। यो चाहिँ कहाँ भन्नुहुन्छ नि, भक्तपुर, सानो छिमी भक्तपुरमा हो। तपाईँहरूले पनि जुन प्राविधिक अब शिक्षा पढिसकेपछि चाहिँ यहाँ आएर फर्म भरेर प्रमाणपत्र चाहिँ लिनुपर्ने हुन्छ पास गरिसकेपछि। अनि हामी पनि यहाँ साथीको लिइदिन बसिरहेको। यतातिर छेउमा चाहिँ घाम लागिरहेछ, यस्तो ठाउँ छ, घाम लागिरहेछ। फाइनली साथीहरू, हामीले चाहिँ यो पनि लिइसक्यौँ। हामी 80देखिको धाइरहेको थियौँ, फाइनल्ली आज कति हो फर्म भरेर त्यस्तै जम्मी कति दिन 7 दिनमा चाहिँ यो प्राप्त गरिसक्यौँ, हामीले पाइसक्यौँ। तपाईँहरूले पनि अब यस्तै ट्रेनिङ लिनुभएको छ भने 2-3 वर्षको कोर्स हुँदो रहेछ। यो चाहिँ पढेर पास गरेर अनि यो प्रमाणपत्र लिएपछि चाहिँ धेरै ठाउँमा काम लाग्छ। हजुरहरूले पनि यस्तै लिन सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ अब हामी घर फर्किन्छौँ साथीहरू। बाई बाई। खाजा खाना आँटेको साथीहरू, हामी चाहिँ रेडी, अचार पनि रेडी।